हेलो साथीहरू नमस्ते। आज म धेरै दिनपछि करेन्ट चाउचाउ राईको साग अनि यहाँ च्याउ छ, त्यसपछि एउटा अन्डा अनि यहाँ कागती राखेर खान गइरहेको छु। तातो तातो छ, खानाको सट्टा मैले यही खान लागेको। हजुरहरूले हेरेर इन्जोय गरिदिनु होला है। अनि मसँग छ यहाँ मही पनि, मही बनाएको छु दहीलाई। तातो तातो छ। अहिले 12:30 भइसकेको छ कोरियामा। यो करेन्ट चाहिँ मलाई एकदम खानु मन थियो। अनि यताको करेन्ट चाहिँ अलिक उता नेपालको करेन्ट भन्दा अलिक एक्स्ट्रा हुँदो रहेछ, सस पनि थोरै। अनि यसमा लगाउने जुन मसला हुन्छ वहाँ चाहिँ रातो हुन्छ, धेरै हुन्छ, यहाँ चाहिँ थोरै, तर कलर चाहिँ रातो हुँदैन रहेछ। यताको मसलाको चाहिँ सस चाहिँ रातै हुन्छ तर सेतो हुँदो रहेछ यहाँको चाहिँ। सरी, मसला चाहिँ सेतो, सस चाहिँ रातै तर थोरै सस पनि। अनि सस पनि दुईटा करेन्ट हो है, दुईटा करेन्टको यो मसला हेर्नुहोस् न। अनि सस पनि थोरै, मसला पनि ठिकै हो होइन, एक प्याकेटलाई पुग्ने। तर उताको मसला चाहिँ रेड हुन्छ अनि यताको चाहिँ व्हाइट हुँदो रहेछ के, ब्राउन के अरे ग्रे कलरको। अनि ल म चाहिँ खाँदैछु। नेपालमा चाहिँ 50 रुपियाँ गोटाले आइहाल्छ करेन्ट, यहाँ चाहिँ 180 रुपियाँ पर्दो रहेछ एउटालाई। ल है त साथीहरू, खाएँ है। फर्स्टमा चाहिँ मै खानु पर्ला। दही लिएर आफैले मैले मिक्सचरमा मै बनाएको यसलाई चाहिँ। साथीहरू खाएँ त। कस्तो मिठो भएछ हौ। कोरियाको नुडल्समा खाँदा वाक्क भइरहेको थियो। अझै कागती मिसाएर खानु यति मिठो हुन्छ साथीहरू। मलाई यो च्याउले चाहिँ एकदम यो च्याउले चाहिँ कस्तो मजाले पेट सफा गर्छ कि साथीहरू, जे खाए पनि। अब नुडल्स त मैदाको हो नि त, यो पच्न टाइम लाग्छ, तर यो च्याउले गर्दाखेरि चाहिँ पेटलाई डाइजेस्ट गर्दो रहेछ यसलाई। अनि त्यस्तो अब जस्तै कब्जियत हुने त्यस्तो हुँदैन रहेछ यो च्याउले चाहिँ, एकदम पेट सफा गर्दो रहेछ। मलाई चाहिँ अलिअलि कन्स्टिपेसन छ, कन्स्टिपेसन भएको हुनाले चाहिँ, कब्जियत भएको हुनाले चाहिँ चाउचाउ खानु डर लाग्छ कि। मन चाहिँ फेरि धेरै नै पर्छ तर अलिक डर लाग्दो रहेछ। अनि यहाँ म साग र यो के अरे च्याउ एड गरेपछि भोलिपल्ट ढुक्क। मुकब्यानर्सहरूले त कति मजाले गम खानुहुन्छ नि त। त्यस्तै खाएको देखेर मलाई पनि खाऊँ जस्तो लाग्छ। अलिक सक्दिनँ कि, अलिक मलाई चाहिँ त्यस्तो खाँदाखेरि मिठो भएन कि जस्तो लाग्छ। मलाई चाहिँ ठिकको सानो घाँस खाएको चाहिँ एकदम टेस्ट लिएर खान्छु क्या म चाहिँ। त्यो घाँस चाहिँ मलाई मिठो लाग्छ कि। अनि ठुल्ठुलो घाँस चाहिँ मैले टेस्टै लिन पाउँदिनँ। आफ्नो आफ्नो खाने स्टाइल हुन्छ, मेरो चाहिँ यस्तो पर्छ साथीहरू।
च्याउ हेर्नुहोस् न। यति जाडो छ साथीहरू कोरियामा। यस्तो धेरै खाएर धेरै बाँचिन् जस्तो छैन साथीहरू। सिगान चाहिँ आएको होइन है साथीहरू।